कमानको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि क्रान्तिकारी स्थितिको आकलन गर्ने क्रममा र सशस्त्र विद्रोहको फ्युजन हामीले त्यो भन्यौं। प्रचण्ड पथको सैन्य कार्यदिशा हामीलाई के विश्वास छ भने प्रचण्ड पथको जुन सैन्य कार्यदिशा जुन विकास भइरहेको छ त्यो सैन्य कार्यदिशा अन्तर्गत हामी शहरमा गएर पड्काउनु पर्ने, हामीले गाउँमा पड्काउनु पर्ने, हामीले शहरमा तिनका चाहिँ अखडाहरूलाई ध्वस्त गर्ने र हामीले गाउँहरूलाई कब्जा गर्दै फेरि हामी एउटा नयाँ निकासमा हामी जान सक्छौं र हामीले त्यो सम्भव देखिरहेका छौं। त्यसैले यहाँ हामी नयाँ योजनाका साथ हाम्रा अगाडि आएका ती गम्भीर चुनौतीहरूलाई सामना गरेर अगाडि बढ्ने र नेपाली जनता र विश्वका जनसमुदायलाई पनि एउटा नयाँ निकास दिने हिम्मतका साथ हामी आज यहाँ उपस्थित भएका छौं। केन्द्रीय पश्चिम कमान इन्चार्ज पुरानो राज्य सत्ता छ, त्यो राज्य सत्तालाई हामीले चकनाचुर पार्नुपर्छ, ध्वस्त पार्नुपर्छ, जसले गर्दाखेरि चाहिँ सारा प्रतिक्रियावादीहरू काँपुन्, कम्पायमान हुन्। त्यस्तो प्रकारले चाहिँ उहाँले के गर्नुभयो त भन्दाखेरि त्यो विचार दिनुभयो र त्यस किसिमले के भयो त भन्दाखेरि चाहिँ मतलब एउटा नयाँ सिद्धान्त, एउटा नयाँ सेनाको चाहिँ मतलब सुरुवात भयो र त्यसले चाहिँ पेरिस कम्युनमा गएर 1871 मा एउटा राज्य सत्ता कब्जा भयो। एउटा दृढ विश्वासका साथ केन्द्रित भएका छन्। त्यसै कारणले हाम्रो काँधमा निकै महत्त्वपूर्ण जिम्मेवारी अर्थात् इतिहासले दिएको गम्भीर जिम्मेवारी तपाईँ हाम्रो काँधमा छ।
सांस्कृतिक परिवारका कमरेडहरूले त्यो गीतलाई ह्यान्डलिङ गरिदिनु हुन कमरेडहरू हामी अत्यन्तै एउटा सङ्गीन मोडमा हामीहरू उपस्थित भएका छौँ कि एउटा राष्ट्रिय परिस्थिति हामी एउटा वार्ता प्रसङ्गमा छौँ। हामीलाई कता कता त्यो वार्ता प्रसङ्गले एउटा नयाँ उद्वेलना पनि हामीलाई पैदा भएको छ। फेरि पनि हाम्रो पार्टी को निर्णयलाई कार्यान्वयन गर्ने क्रममा हामीहरूले फेरि हाम्रो आफ्नो सैन्य पङ्क्तिलाई पनि आफ्नो ठाउँबाट सुदृढ गर्नुपर्ने, आफ्नो ठाउँबाट मजबुत गर्नुपर्ने, जतिखेर पनि हाम्रो सैन्य पङ्क्ति युद्धको लागि तयारी हुनुपर्ने जुन एउटा आवश्यकता हाम्रो अगाडि खड्केको छ। साम्राज्यवादी अमेरिकाले इराकमाथि युद्ध छेडेको स्थिति छ र संसारभरका न्यायप्रेमी जनसमुदायहरूले साम्राज्यवादको विरुद्धमा अहिले विश्वव्यापी रूपमा आवाज भड्काइरहेका छन् र हामी नेपालको स्थिति हेर्ने हो भने हामी हिजोको स्थितिमा प्रतिक्रियावादीको एउटा तह एउटा तबका पुलिसलाई परास्त गरेर फेरि र उसको शाही सेनालाई पनि परास्त गरेर अहिले हाम्रो पार्टी अहिले वार्ताको टेबलमा उभिएको छ। कमरेडहरू हामीले 7वटा झन्डा र 7वटा दियो बालेर हाम्रो शिविरको उद्घाटन गरेका छौँ। सायद यी झन्डा र हाम्रा यी दियाहरूमा महत्त्वपूर्ण अर्थ लुकेको छ, जसभित्र हिजोका विगतका हजारौं हजार हाम्रा सहयोद्धाहरूको एउटा रगत र हाम्रो पसिना, हजारौं हजार हाम्रा आम जनसमुदाय र हाम्रा सहयोद्धाहरूको एउटा आँसु, श्रम पसिना लगानीका हरेक पत्रहरूद्वारा सुसज्जित 7औँवटा झन्डाहरूमा मलाई लाग्छ ठुलो महत्त्वपूर्ण अर्थ लुकेको छ। यो 2वटा मोर्चालाई जसरी हामीले सन्तुलन गराउँदै अथवा फौजी र राजनीति 2 मोर्चालाई जुन ढङ्गबाट पार्टीले अगाडि बढायो त्यसकै फल हामीले आज यो रणनैतिक सन्तुलनको चरणमा आएर यो चरणबाट अर्को चरणमा प्रवेश गर्ने तयारी जो भइरहेको छ अथवा यो हामीले यो अवसर प्राप्त गरेका छौँ, निश्चित रूपमा यो घडीमा अथवा यो अवसर प्राप्त गर्ने महान शहीदहरूको रगतले लतपतिएको छ। ब्रिगेडियर कमान्डर बटालियन कमिसार तथा सिसिएम कमेडहरू, त्यसै गरी बटालियन कमान्डर कमेडहरू र विशेष ब्युरोका सदस्य कमेडहरू, हामी युद्ध कलामा सक्षम हुनको निमित्त जुन किसिमले एउटा पूर्वी कमान्ड हेडक्वार्टरले एउटा सैन्य शिविरको आयोजना गर्यो, त्यसैले पनि हामी फेरि यो शिविरमा हामी समावेश भएका छौँ। कमरेडहरू, हामी अत्यन्तै युद्ध कलामा हामी पूर्ण छैनौँ, तैपनि हामी युद्ध कलामा अत्यन्तै अधुरो छौँ र त्यसैले पनि हामीले थुप्रै ब्याटलहरूमा हामीले पराजयहरू भोगेर आएका छौँ।
र फेरि पनि ती दुश्मनका चुनौतीहरूलाई चिर्नको निमित्त तपाईँ हामीलाई अत्यन्तै सहज र अत्यन्तै सरलताका साथ दुश्मनका फोर्टिफिकेसनहरूलाई तहस नहस गर्नको निमित्त पनि तपाईँ हामीलाई युद्ध कलाको अत्यन्त आवश्यकता परिरहेछ। त्यसैले पनि अहिले हामीले युद्ध कलामा निपुण हुनको निमित्त हामी समावेश भएका छौँ। युद्ध विरामको प्रक्रिया, वार्ताको प्रक्रिया, यसमा हामी विजयी भएर अगाडि बढिरहेका छौँ। विजयीको मोडमा पैदा भएको यो रणनीति हो। यसै कसरी हामी एकीकृत रूपमा अगाडि बढाउन सक्छौँ। कमरेड अध्यक्षले एउटा सन्दर्भमा भन्नुभएको थियो कि हामीहरूमा कमरेडहरू दुई अवस्थामा विचलन पैदा हुन्छ, एउटा विजयको अवस्थामा, एउटा पराजयको अवस्थामा। पराजयको अवस्थाको विचलन सबैले देख्छ। हामी युद्ध अवस्थामा पराजय हुँदा एकले अर्कालाई दोष पर्ने र हाम्रा आफूभित्र लुकेका आत्मसुरक्षा, कायरता र पलायनताका भावहरू पैदा हुने, आफूभित्रका गलत प्रवृत्तिहरू पैदा हुने, यो सहज रूपले यो विचलन सबैले देख्न सक्छ। तर हामी जब विजयी भइराखेका हुन्छौँ त्यस बेलाको हामीभित्रको विचलन अथवा पलायनता अथवा विचलनको स्थिति हामी देख्न सक्दैनौँ। सहज बाहिरी आँखाले हामी देख्न सक्दैनौँ। मेरो विषयको सन्दर्भ कि कमरेडहरू, हामी अहिले विजयमा छौँ। निश्चित रूपमा विजयका तर्फ अगाडि बढिरहेका छौँ र विजयको अवस्थामा क्रान्तिकारीहरूले जहिले पनि ख्याल गर्नुपर्ने कुरो, गम्भीरतापूर्वक लिनुपर्ने कुरो के रहेछ भने कमरेड अध्यक्षले भन्नुभएको थियो प्रशिक्षण जसरी त्यही पौष महिना भएको राजनीतिक प्रशिक्षणको एउटा निरन्तरतामा सैन्य प्रशिक्षणको एउटा निरन्तरता हो र त्यही टर्निङ पोइन्टलाई हामीले अर्को लिपमा लानको निम्ति अथवा यसलाई समग्र रूपमा यसलाई चाहिँ अगाडि बढाउनको निम्ति यो प्रशिक्षणको आयोजना गरियो। त्यसैले यो प्रशिक्षणको राजनीतिक वैचारिक रूपमा पनि हामीले पौष महिनामा जो संश्लेषण गरेका छौँ र त्यो संश्लेषणलाई व्यवहारता पुष्टि गर्नको निम्ति र व्यवहारता लागू गर्नको निम्ति पनि यो प्रशिक्षणको आयोजना गरिएको हो। र यो प्रशिक्षणले वास्तवमा केही राजनीतिक र केही राजनीतिक पौष महिना गरेको राजनीतिक संश्लेषणको एउटा निष्कर्षमा पुर्याउनको निम्ति यो प्रशिक्षणको जो आयोजना गरिएको छ र यो प्रशिक्षणमा जो किसिमको यहाँ उपस्थिति हामी देखिरहेका छौँ कि हाम्रो दुई फोर्सहरूको एकीकृत रूपमा यहाँ उपस्थिति छ र यसलाई एक स्टेजमा अगाडि बढाउनको निम्ति पश्चिम अहिलेसम्म हाम्रा डेभलप भएका सबै फर्महरूलाई यहाँ डेभलपको निम्ति पनि जो किसिमको यहाँ आधारहरू यहाँ तयार गरिएको छ र भावी रूपमा हामीले हेर्दामा पनि कमरेडले यहाँ राखिसक्नु भएको छ कि अब हाम्रो राजनीति अथवा हाम्रो अहिलेको वर्तमान जो परिस्थिति सिर्जना भएको छ, राजनीतिक जो सिर्जना भएको छ र अन्तर्राष्ट्रिय जो स्थिति यहाँ सिर्जना भएको छ त्यो सिर्जनाले पनि हामीलाई कहाँ पुर्याएको छ त भन्दा वास्तवमा हामीले जो भनिरहेको छ